हेलो गाइज, वेलकम टु माई भ्लग। दिस इज अनुकूल। रेकर्ड गर्दैछु तपाईँहरूकै लागि, न जस्ट तपाईँहरूकै लागि, आफ्नो लागि पनि। अनि आजदेखि चाहिँ मैले रेगुलर भ्लग हाल्ने भनेर सोचेको चाहिँ छु र बनाउँदै पनि छु है। अब फेस त देखाउनै पर्छ एक न एक दिन है, फेस देखाएर गर्नै पर्छ। सो वाइ नट टुडे भन्ने कुरा आयो। अब त्यही हो या, मुखमा के छ यार। लामो कपाल पाल्नुको चाहिँ डिसएडभान्टेज आफ्नै कपाल मुखमा छिर्छ। म चाहिँ सर्ट फर्म कन्टेन्टहरू नै हालिरहेको थिएँ क्या, यो लङ फर्म कन्टेन्टमा गइरहेको थिएन। कोही पनि यार टिकटक इन्स्टाबाट मेरो युट्युबमा आएको छ भने थ्याङ्क यू भेरी मच यार। मुटुदेखि कसम भनेको, यस्तो गर्मी छ यहाँ। कोही त्यसरी आइरहेछ भने चाहिँ I love you guys. आज चाहिँ हामी सुरुमा म जिम जान्छु, जिम गरेर आउँछु, अनि त्यसपछि एउटा सर्ट राइड कतै होइन, हल्का कामले जाउँ, अनि त्यसपछि सिधै बाइकमै भेट्छु म। अब मेरो चाहिँ कोन बेरिङ कस्तो भएको छ क्या, सायद भोलितिर अथवा पर्सितिर म यो कोन बेरिङको काम पनि गरिदिइहाल्छु। अब त एडुड हेलो गाइज, मेरो कोन बेरिङ गएको छ क्या। मैले चाहिँ त्यो होइन लुज भएको रहेछ भनेर एउटाले कस्दैछ है, अलिकति ए लुज भएको रहेछ त्यही टाइट गर्दैछ, भयो त प्रब्लम फिक्स सोचेको थिएँ। अनि उसले चाहिँ टाइट गर्दैछ है, आवाज चाहिँ आउन छोडेको थियो। बट एक दिनपछि मैले रियलाइज गरेँ कि मेरो बाइकको ह्यान्डलिङ यस्तो हेभी किन है। त्यतिखेर थाहा भयो उसले चाहिँ बेसी कस्दैछ त्यो कोन बेरिङलाई। अनि ल फिक्स भयो भनेर दिएर रहेछ क्या मलाई त्यो भाइले। तर कोन बेरिङबाट अहिले नि आवाज आइरहेछ, किनभने मैले लुज पारेँ फेरि। किनभने कोन बेरिङ भनेको चाहिँ त्यो टाइट पार्ने भन्दा पनि त्यो भनौँ न यस्तो हुनुपर्छ कि टर्न गर्नको लागि इजी होस् क्या। धेरै टाइट गऱ्यो भने चाहिँ बाइकको ह्यान्डलिङमा प्रब्लम आउँछ है, अनि वब्लिङ इस्युजहरू पनि आउन सक्छ। सो हामीले चाहिँ त्यो कोन बेरिङ भएर रहेछ, लुज भएछ, टाइट गरिदिने भनेर त्यसरी चाहिँ गर्नु हुँदैन है। एउटा नयाँ पर्फेक्ट कोन बेरिङ चाहिँ कस्तो हुन्छ भन्दाखेरि त्यो यति टाइट हुन्छ कि त्यहाँबाट आवाज पनि नआओस्। अनि त्यसपछि ह्यान्डल गर्दा जस्तै डबल स्ट्यान्डमा राखेर चेक गर्दा यदि ह्यान्डललाई राइटतिर अलिकति बेसी मोडिन्छ भने त्यो आफै राइटतिर जान खोज्छ, अनि लेफ्टतिर गर्दाखेरि पनि सेम लेफ्टतिर जान खोज्छ। तर कोन बेरिङ ठिक छैन भने चाहिँ त्यो टर्न गर्न खोजिरहेको हुँदैन क्या। यो टिप्परहरू बालुवा बोकेर हिँड्ने हुन्छ, माथिबाट कभर पनि छैन, यहाँबाट झऱ्यो भने मेरो केही कुरामा स्क्रच लाग्यो भने कसले लिन्छ जिम्मा? ए बाबु कसले लिन्छ टिप्परवाला? मैले हिजो एउटा भिडियो रिपोस्ट पनि गरेको थिएँ होला, एउटा इन्डियन होइन के भन्छ के अरे, म पनि यहाँ एउटा नेपाली लोकल केटा चाहिँ आयो अरे, अनि उसलाई चाहिँ यहाँ यसरी रोकेर भातसात बनाउन गल्ली बाटोमा होइन, त्यसरी फुटपाथमा चाहिँ त्यसरी त्यो गर्न मिल्दैन भन्यो अरे उसले होइन। अन्तखेरि त्यो इन्डियनले भनेको क्या, इसने मुझे ऐसा कहा, एक लोकल बंदा आकर यहाँ ऐसा नहीं कर सकते बोला, भाइ देखो मे बी इन्डियन सिटिजन हूँ अरे है। आई डोन्ट नो त्यसले के सेन्स बनाइरहेको छ। अन्तखेरि मैले त्यतिखेर रेकर्ड गर्नु पर्थ्यो त्यो नेपाली केटाले भन्दाखेरि, तर मैले रेकर्ड गर्न बिर्सेछु। यसले चाहिँ हामीलाई यसरी भात पकाएर यसरी गर्न मिल्दैन भनेर भन्यो। खोइ हाम्रो इन्डियामा त जहाँ पनि रोकेर त्यसरी भात पकाएर खान मिल्छ त, खानेकुरा पकाएर खान मिल्छ त, यहाँ चाहिँ किन नमिल्ने भनेर भन्यो क्या। सो त्यति भनिसक्दाखेरि पनि उसलाई आफू रङ छु जस्तो लागेको छैन क्या। द्याट
आफ्नो भेहिकललाई पार्किङवाला ठाउँ हो होइन, र पार्किङ स्टेसनै भए पार्किङ एरिया भए नै पनि त्यसरी फुटपाथ जहाँ चाहिँ अरू हिँड्नको लागि बनेको हो त्यहाँ ओर्लेर खाना बनाएर खानु अनि त्यहाँ सरसफाइ पनि नगरिकन त्यत्तिकै फोहोर छोडिदिएर जानु नर्मल लागिरहेको छ क्या त्यसलाई। कमन नर्मल लागिरहेछ त्यसलाई होइन। त्यो इन्डियामा पनि नमिल्नु पर्ने हो क्या, जङ्गलमा आगो लागोस् नलागोस् ल पार्किङ जोनै छ भने पनि त्यहाँ पनि ल ठिक छ नि त, त्यो एरियामा पनि त्यसरी पकाएर खान मिल्छ जस्तो चाहिँ लाग्दैन क्या मलाई। किनभने पब्लिक प्लेस भयो नि त, कि त भेन्यू बुक गरे हुनु पऱ्यो, कि त अब पिकनिक स्पोटहरू टाइपकै हुनु पऱ्यो। अब आजबाट चाहिँ मैले अलिकति भनौँ न फुल भ्लग हाल्ने जस्तो दिनमा एउटा चाहिँ जस्तो सोचेको छु है। अब तर कस्तो हुन्छ भन्दाखेरि चाहिँ मैले आज भ्लग गर्दैछु भने म भोलि अपलोड गर्छु क्या। अब म यतिखेर भ्लग बनाइरहेको छु अनि बेलुका कतिखेर एडिट गरिसक्छु, कतिखेर पोस्ट गर्ने त्यो एकदम लेट हुन्छ क्या। टक्क मान्छेहरू पनि घरबाट होइन यसरी अफिसबाट अथवा आफ्नो कामबाट आएर सबै थोक गरेर चट्ट खाएर पिएर एकदम रिल्याक्स भएर बसेको बेलामा चाहिँ ट्याक्क मेरो भिडियो आओस् क्या। हो त्यो अपलोड टाइम राख्नको लागि चाहिँ मैले एक दिनको डिले गर्नुपर्ने हुन्छ। सो आज म भ्लग गर्दैछु नि, यो भ्लग आज नभएर भोलि आउने चान्सेस बेसी छ। किनभने जिम पनि जानु छ, त्यसपछि फेरि उता फार्मेसी पुग्नु पर्ने छ, कामै काम छ हौ। अब मेरो हिँडी नै राख्नु पर्थ्यो नि त, अनि अब हिँडी नै रहेको छु भने वाइ नट मसँग भएको ज्ञानहरू सेयर गरिदिउँ होइन, मेरो एक्सपिरियन्सहरू सेयर गरौँ होइन, केही नयाँ एक्सपिरियन्स हुन्छ भने त्यसलाई लिउँ। सो त्यो थियो। अनि आई वाज वाचिङ नेपालको एउटा नम्बर 1 युट्युबर होइन, अनि त्यहाँबाट नि म इन्फ्लुएन्स भएँ। यार बनाइराख्दा त हुन्छ, आखिरमा हिँड्नै पर्छ, त्यो हिँड्दाखेरि बनाइदिएन बरु अनुकूल भने जस्तो भयो क्या मलाई। अनि त्यसपछि मैले बनाउनु थालेको, अब यो बनि नै राख्छ। सातै बज्न लागिसक्यो। एकैछिनपछि मलाई यो एन्टी फिल्टर पनि चाहिँदैन। क्या सुन्दर वातावरण छ। अनि छु म, यो 10 बिटवाला हो। अब फरक छुट्याउनु पर्छ के डिलगवाला कुन थियो। दिस इज द वान आई गट दिस अल्सो। अब मलाई जहाँसम्म लाग्छ एन्टी फिल्टरको अहिले काम छैन। लेट्स टेक इट आउट। एउटा महापुरुषले मलाई भनेको थियो क्या, सब इक्विपमेन्ट कलेक्ट गरिसकिस्, भिडियो चाहिँ कहिलेदेखि बनाउँछस्, अहिलेदेखि। त्यही भएर आजदेखि चाहिँ म देखाउने भए पनि मैले हाल्नै पर्छ एउटा भिडियो दिनको।
यो भिडियो डिले हुन्छ एक दिनको, जस्तै आज डे 1 को म भोलि हालेर हुन्छु, अथवा भरे आज गएर एडिटिङ गर्न भ्याएँ भने चाहिँ सकेसम्म भरे नै हालिदिन्छु। तर अपलोड टाइम चाहिँ एउटै राख्नु पऱ्यो भन्ने सोचेको कि मैले। अनि त्यसको लागि चाहिँ 1 डेको डिले ठिकै पनि छ, किनभने एडिटिङ गरिहालेर बसिहाल्ने टाइम पनि भ्याइरहेको हुँदैन। अनि त्यो भनेको एकैचोटि राति हुन्छ, अनि एडिटिङमा बस्दा यताउता गर्दा नै रातभरि नै यतिकै कटिहाल्छ। त्यही भएर 9 बजे भिडियो हाल्नु मेरो लागि अहिले पोसिबलै छैन क्या। मैले 9 बजे भिडियो हाल्नको लागि म केही नभए नि कमसेकम 6 बजे चाहिँ सबै चिज लिएर बसिसक्नु पऱ्यो क्या, रेकर्ड गरिओरिकन टक्क बसिसक्नुपर्छ क्या, अनि मात्रै हो। ल अब चाहिँ हामीले ब्याट्री चेन्ज गरिसक्यौँ, वी आर गुड टु गो। Yeah. I didn't hear the click sound. Quick. के हो, म रेकर्ड गरिरहेको छु है, फेरि गरिरहेको छु है। खोइ यार, बन्द भएको छैन होला नि। ब्रोले खुल्दै राखिरहेको रहेछ। ल ठिक छ, उसलाई बन्द गरी हालिदिँदैन क्या। यहाँसम्म भिडियो हेर्नुभएको छ भने चाहिँ थ्याङ्क यू भेरी मच फर वाचिङ, र अरू भिडियोहरू पनि म बनाउने नै छु। सो स्टे ट्युन्ड, र आजको लागि बाई बाई। भेटौँला फेरि अर्को भिडियोमा है त गाइस।